जसले दुनियाँलाई जान्न सकेको छ। दुनियाँलाई जान्नु भनेको के हो त भन्दा संसारको हरेक देशको घटनाहरू के कस्तो छ, त्यहाँको समस्याहरू के छन् र त्यसको समाधान गर्नको निम्ति हामीले के पहल गर्नुपर्दछ भन्ने विषयमा आज विशेष यहाँ संवाद चलिरहेको छ। वास्तवमा विद्यार्थीहरूको जीवनमा आउनुपर्ने सोच पनि यही नै हो। हामी आफू मात्र जाने भने के हुन्छौँ, अघि मैले बताइसकेँ, हामी स्वार्थी हुन्छौँ। तर आज हामीले अरू सबैलाई जान्ने प्रयत्न गरौँ, दुनियाँलाई जानौँ र दुनियाँलाई जानिसके पछाडि मेरो कर्तव्य के हो भन्ने कुराको बोध आज यो सभाबाट हामीले पारित गऱ्यौँ। वास्तविक तपाईँ हाम्रो जीवनको सार्थकता पनि यही नै हो। बालकुञ्ज विद्यालयले, यस स्कुलले आज जो कार्यक्रम गर्नुभएको छ, विश्वका हरेक विद्यालयहरूसँग एउटा अन्तर्राष्ट्रिय विद्यालयसँग कम्पिटिसन गर्न सक्ने त्यो क्षमताको अभिवृद्धि गरेको छ यस बालकुञ्जले। यसको लागि यो बहुत खुसीको कुरा हो र गर्वको विषय पनि बन्न सकेको छ। र म फेरि पनि शुभकामना दिन चाहन्छु। यस्ता खालका कार्यक्रमहरू बालकुञ्जले आगामी दिनहरूमा पनि अझै गर्दै जाओस्। एउटा बेग्लै खालको पहिचान बनाउन सफल भएको छ यस विद्यालय। म केही समय अगाडि अस्ट्रेलियाको करिब 3 महिनासम्म भ्रमण गर्दा 4-5 वटा विद्यालयमा जाने अवसर प्राप्त गरेको थिएँ। त्यहाँको रुल, त्यहाँको पढाउने, त्यहाँको शैली, हरेक कुराहरूको मैले अध्ययन गर्ने मौका पाएँ। जो अन्तर्राष्ट्रिय क्षेत्रमा जसरी पढाइन्छ, जुन किसिमको प्र्याक्टिकली किसिमले अध्ययन गराइन्छ, त्यो प्र्याक्टिकली विषयलाई बालकुञ्जले आज अगाडि बढाइरहेको देख्दा बहुत बहुत गर्वको यो महसुस भइरहेको छ। फेरि पनि म बढाइ दिन चाहन्छु। हामी संसारको सबै